सारा दिनको रमाइलो चाड गाउँ घरमा आइपुग्यो। नेपाली जनको महाने पर्व आँगनमा आइपुग्यो। सारा दिनको रमाइलो चाड गाउँ घरमा आइपुग्यो। नेपाली जनको महाने पर्व आँगनमा आइपुग्यो। भागी भागी लुकी लुकी नहिँडा तिमी मायालु मायालु मिलनको घडी छेउमा फुलो बारीमा लरीलै धानका बाला चुलो खेतैमा कति राम्री देखिन्छौ बरीलै जमरा रातो टिकैमा। हजुरबाले भने थे औला बाची गने थे यो नातिलाई कुन चाहिँ केटी छाने भनेर फन्को मारेर लिएर औला यसपालि झै झै पारेर आउँथ्यो दसैँ आउन तपाईले नि यस्तो मजा भाथेन कहिले नि। उठ बसा नाच्दियौ साइले नि हल्का कमर भाँच्देको मैले नि। सयपत्री फुल्यो है आकाशै खुल्यो है धान खेतमा झुल्यो है। सयपत्री फुल्यो है आकाशै खुल्यो है धान खेतमा झुल्यो है। कमरेमा पटुकी कसेर मुसु मुसु हाँसकी बसेर रुकुमै कोटा रुकुमै कोटा रुकुमै कोटा रुकुमै कोटा रुकुमै कोटा आँखानी राम्रे हो मन पराउने ओठा हे आँखानी राम्रे हो मन पराउने ओठा। मायालुलाई के भनी बोलाउने सम्झेर आउँदैछु म माया आउने दसैँमा। कति राम्रो डोको धाने दाइले बुनेको धाने दाइले बुनेको मेरो मनको कुरा तिम्रो मनले सुनेको अञ्जली माथापा सिमल चामल मुरुका नमस्कार, मेरो नाम चाहिँ जितेन्द्र राणा, मेरो घर चाहिँ तानसेन
नगरपालिका पर्छ पाल्पा। अनि म चाहिँ अलि लामै समयदेखि छु यहाँ सिकागोमा। 2008 भनेको चाहिँ अब अहिले 17 वर्ष भइसकेको छ। अनि हामीले चाहिँ यो नेप्लिजले भनेर सुरु गरेको अहिले 4 वर्ष जति भयो। अनि यो संस्थाले चाहिँ हामीले हाम्रो नेपालीलाई हामी चाहिँ के कुरामा चाहिँ सहयोग गर्न सकिन्छ, जस्तै विभिन्न सामाजिक सेवाको कुराहरू, स्वास्थ्य सेवाको कुराहरू, सिनियरको कुराहरूमा चाहिँ हामीले सहयोग गर्छौँ सुरु गरेको। हामीले पनि सिक्दैछौँ होइन। र हामीले सकेसम्म चाहिँ हाम्रो कम्युनिटी नेपाली कम्युनिटीलाई चाहिँ हामीले सहायता चाहिँ गर्दैछौँ। अहिले मैले अलिअलि यहाँ चाहिँ 4 सालको कुराहरू देखाउन खोजेको। 4 साल चाहिँ हामीले यस्तै कार्यक्रम गऱ्यौँ, पिकनिक गऱ्यौँ। अनि 4 साल चाहिँ हाम्रो यहाँ यो हेपाटाइटिस बीको फ्री टेस्टिङको कार्यक्रम पनि आएको थियो। अनि हामी उताको होइन, महिलाहरूकै लागि महिला सशक्तिकरणको चाहिँ एउटा सुरुवात गर्नुभएको र त्यसमा अहिले निरन्तर लागिरहनु भएको हुँदाखेरि एउटा चाहिँ यो प्रशंसा पत्र सर्टिफिकेट अफ एप्रिसिएसन पनि हामीले चाहिँ उहाँलाई चाहिँ दिन लागेका छौँ। यो एउटा चाहिँ अहिले सामान्य कुराहरू गर्नुभयो नि, जस्तै अब कोही चाहिँ होइन सुत्केरी भएको अथवा चाहिँ कसैको चाहिँ होइन दुःख भएको मरेको अथवा चाहिँ कसैलाई तालिमहरू दिनुपर्ने ठाउँमा अब त्यो यस्ता सामान्य कुराहरूमा पनि उहाँहरूले सहयोग गर्नु भनेको त्यो चाहिँ त्यहाँको कम्युनिटी जसले चाहिँ त्यो दुःख पाएको छ, जसलाई चाहिँ त्यो थोरै भए पनि त्यो रकम अथवा सरसापट चाहिएको छ, त्यो चाहिँ ठुलो हो होइन। त्यसले गर्दाखेरि यो चाहिँ काम गर्नु, यसलाई निरन्तरता दिनु भनेको चाहिँ यो एकदमै राम्रो कुरा हो। र चाहिँ एकदम त्यसलाई चाहिँ हामीले प्रशंसा गर्नुपर्छ भन्ने ठानेर होइन एउटा चाहिँ यो प्रशंसा पत्र पनि हामीले दिन लागेका छौँ। यसमा चाहिँ के लेखेको छ भने नेपाली हाम्रो यहाँको चाहिँ यो ठेगाना हो 1020 वेस्ट ग्रामीण रेभेन्यू युनिट 109 सिकागो इलिनोइस 60660 सर्टिफिकेट अफ एप्रिसिएसन। दिस सर्टिफिकेट इज प्राउडली प्रेजेन्टेड टु शारदा नेपाली। यहाँ नेपालीमा लेखा छ, इङ्ग्लिसमा लेखा छ। भवनासकाली 3 आरे भन्ने पाल्पामा अवस्थित श्री चन्देश्वरी महिला बहुउद्देश्य सहकारी संस्थाको लेखा संयोजकको रूपमा तपाईँले गर्नुभएको समर्पित सेवा मार्फत महिला सशक्तिकरणमा पुर्याउनु भएको महत्त्वपूर्ण योगदानको कदरस्वरूप यो सम्मान पत्र प्रदान गरिएको छ। हामी तपाईँको उज्जवल भविष्यको कामना गर्दछौँ भनेर लेखा छ। तल नेपाली जनरल सेक्रेटरी म चाहिँ जितेन्द्र राणा यहाँको चाहिँ जनरल सेक्रेटरी हो। हाम्रो चाहिँ अध्यक्ष राजन शाही हुनुहुन्छ, उहाँहरू चाहिँ हस्ताक्षर गरेर यो चाहिँ प्रदान गर्न लागेका छन्। र त्यस यो सम्मानको लागि र यो चाहिँ उहाँको चाहिँ निरन्तरताको लागि हामी सबैले फेरि उहाँलाई ताली बजाएर हामी चाहिँ एउटा फोटो पनि लियौँ सबैजना। अनि यो पनि हामी सबैले चाहिँ उहाँलाई प्रदान बादलको घुम्टोले इलाम बजार छोपिँदा मैले सबलाई बिर्सेछु तिमीलाई सम्झिँदा। मैले सबलाई बिर्सेछु तिमीलाई सम्झिँदा। बादलको घुम्टोले इलाम बजार छोपिँदा मैले सबलाई बिर्सेछु तिमीलाई सम्झिँदा। मैले सबलाई बिर्सेछु तिमीलाई सम्झिँदा। चोखो माया गर्ने मेरो दिल तोडी गयो, छुट्ने बेला चिनो आफै फोटो छोडी गयो। फोटो फिल्ममा कहिले मिलन कहिले बिछोड माया पिडिममा। फोटो फिल्ममा सधैँ उस्तै नहुने यो माया पिडिममा। तिमीलाई देखेर आँखा त्यही छोडी हिँडे म। तिमीलाई देखेर आँखा त्यही छोडी